साथीहरु तपाईहरुलाई स्वागत छ मेरो सानो भ्लगमा। आज चाहिँ हामी हरेतिर चाहिँ हामी उहाँलाई चाहिँ सेवा सम्मति दिनको लागि चाहिँ कन्टिन्यू त्यहाँ चाहिँ हामीले संगतिको लागि चाहिँ हामी थर्सडेको दिन आउने गर्थ्यौँ। अनि हामी आज पनि हामी भाउजू र म आएका थियौँ। प्लस आउँदाखेरि चाहिँ एकदिन पनि आउँछ, तर यहाँबाट चाहिँ फर्किँदाखेरि चाहिँ अलिकति गाडीको समस्या चाहिँ हुन्छ। हामी चाहिँ साथीहरु हिँडेर नै हामी जाँदैछौँ। अनि गाडी कतिखेर आउँछ, गाडी पाइँदैन कि प्रायः जस्तो सुर्खेत जाने भनेपछि गाडीहरू पाइरा हुन्छ, तर यतातिर चाहिँ गाडी पाउन अलिकति मुस्किलै छ। यहाँ छिन्चु भन्यो भने पनि डाइरेक्टली रोकेको गाडी पनि गइहाल्छ। त्यही भएर चाहिँ हामी हिँड्दै हिँड्दै गइरहेछौँ साथीहरु। कहाँनिर गाडी हामीलाई मिल्छ र हामी गाडी चढ्छौँ, हामी तपाईँलाई देखाउँछौँ साथीहरु। यहाँको सिनहरू पनि देख्न सक्नुहुन्छ। यहाँको सिनहरू चाहिँ एकदमै हजुर टाढाको प्रार्थनाको लागि चाहिँ यहाँदेखि धेरै माथि मेबी 1.5-2 घन्टा कति लाने ठाउँमा चाहिँ हामी गएको। त्यो दाइ पनि होइन, गाडी नपाएर क्या बिचरा गाडी हेर्दै हिँडेको छ। हाम्रै हालतमा ट्रेन नगरको सर्भिस आगो लागेर यस्तो भइरहेको छ। यताको जङ्गल छागल खजुर खाने भनेको सिजनमा पुरा जङ्गलहरू आगो लाग्यो। हामी चाहिँ त्यहाँ माथिको डाँडादेखिबाट लिएर चाहिँ यहाँसम्मको ठुलो हर्रे भन्दा उता डाँडाबाट लिएर चाहिँ हामी यहाँ सानो हर्रेसम्म हिँडेर आइसक्यौँ। अहिलेसम्म गाडी पाइरहेको साथीहरू देख्न सक्नुहुन्छ। कतिखेर मिल्छ या हामी हिँडेर घर पुग्छौँ। साथीहरू हामीलाई चाहिँ गाडीले रोकेको छ, देख्न सक्नुहुन्छ। अनि अब चाहिँ हामी सरर गाडीमा बसेर हामी जानेछौँ। पहिला चाहिँ कति धेरै गाडी आयो है, लक्ष्मी खोजेको थिएन नजिक भनेर। पछि चाहिँ गाडी हिँडिरहेको गाडी छ नि त, त्यो गाडी पनि रोकेको थियो। त्यो एउटा गाडीको सँगसँगै रोकेको थियो, तर हामी बसेको गाडी चाहिँ पहिला रोकेको भएको कारणले गर्दाखेरि हामी चाहिँ पहिला चाहिँ त्यसमा बस्यौँ। अब चाहिँ साथीहरू हामी हाम्रो लोकेसनमा आइसकेको छौँ। चाहिँ गाडी अलिकति लागेको कारणले गर्दाखेरि नजिकैको यात्रा हो, तर पनि अलिकति गाह्रो भयो, गाडीमा गाह्रो हुन्छ। त्यही भएर चाहिँ सानो भिडियोलाई म यतिकै राख्छु। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा सम्पूर्णमा धन्यवाद। नयाँ हुनुहुन्छ भने मलाई सब्सक्राइब गर्न नबिर्सनु होला। बाई बाई साथीहरू।